प्रक्रियाबाट यसलाई चाहिँ टुङ्गो लगाएर हामी संविधान बनाइसक्छौँ। तपाईको पार्टीको स्ट्यान्ड चाहिँ के हो? जबकि महासमिति बैठकले पनि टुङ्ग्याउन सके हैन तपाईको के? हैन, हाम्रो पार्टीको स्ट्यान्ड स्पष्ट छ। हाम्रो पार्टीको स्ट्यान्ड संसदीय लोकतन्त्र नै चाहिँ समावेशी लोकतन्त्र हो। समावेशी लोकतन्त्र अर्को व्यवस्था समावेशी हुनै सक्दैन। संघीयता कुन खालको संघीयता? संघीयता हामी चाहिँ सबै यो चाहिँ पहिचान भेटिने दोन नमेटिने हाम्रो पार्टीको एक सूत्र छ र पहिचान सहितको साझा पहिचान सहितको संघीयता नेपाललाई चाहिँ नि हामी साकार गर्छौँ। संघीयता पहिचान र सामर्थ्य दुईटै कुरालाई ध्यानमा राखेर हैन नेपाल र नेपालीको उन्नति गर्नलाई सहयोग हुने, नेपालीलाई अधिकार दिलाउन सहयोग हुने, नेपालका सबै पिछडिएका वर्गले अधिकार प्राप्त गर्ने संघीयताको हामी चाहिँ संरचना गर्न चाहन्छौँ र प्रदेशहरू त्यही अनुसारको चाहिँ हामीहरू चाहिँ बनाएर व्यवहारिक र वैज्ञानिक प्रदेशहरू बनाएर देशलाई संघीयतामा हामी जान्छौँ र यो कुरा हामी चाहिँ स्पष्टता साथ हाम्रो यो आगामी संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका 3 शीर्ष नेता समानुपातिको तर्फबाट जाने हो भने मुलुकभरि एउटा चाहिँ कांग्रेसको पक्षमा माहौल बन्छ भनेर चाहिँ आम कार्यकर्ताको भनाइ छ। तपाईले आज तनहुबाट भनिदिनुस् कि यस विषयमा तपाईको धारणा के छ? मलाई लाग्छ यो उल्टो बनायो। 3टा नेता निर्वाचन फेस गर्न तयार हुँदैनन् भने कार्यकर्ता उत्साहित हुँदैनन्। त्यसैले पहिले 3टा नेता, पहिले पार्टीका शीर्ष नेताहरू जनताको चाहिँ सामना गर्न तयार हुनुपर्छ, जनमतको सामना गर्न तयार हुनुपर्छ। जनतासित प्रत्यक्ष निर्वाचनमा चाहिँ सामना गर्न पार्टीका नेताहरू, शीर्ष नेताहरू तयार हुनुपर्छ र नेताहरू चाहिँ त्यो चाहिँ जागरमा हेलिएपछि हैन नदीमा हेलिए चुनाव रूपी वैतरणीमा नेताहरू जब अगाडि बढ्नेछन् हैन अनि त्यसपछि सारा कार्यकर्ताहरू उम्मिनेछन् र पार्टीले चुनावको वैतरणी पार गर्नेछन्। भनेपछि त्रय नेता अब एउटा माहौल सिर्जना गर्न चाहिँ देशभरि चाहिँ हिँड्नेछन् हैन? एकदम हिँड्न पनि पर्छ। आफ्नो क्षेत्रमा दरखास्त हालेर अरू देशभरि घुम्नुपर्छ। यहाँ आफै क्षेत्रमा मात्रै बाँधिएर बस्ने गर्न पाइँदैन। जस्तो कि नेताजीलाई मेरो एउटा प्रश्न